हेर्छोरा तैँले 12 पास गरेको 2 वर्ष भइसक्यो। अब त के गर्ने होला? विदेश जाने होला? मैले भनिन्छ त जान्छ भनेर किन आत्तिनु हुन्छ? तैँले विदेशमा बसेर केही गर्न सक्दैनस्, तिमीलाई विदेश जा। ल हेर यस्तो हरिगति हाम्रो छोराछोरी कहाँ गएर के गरिसके यो भने अझै यही छ। साथी के भयो? किन निराश देखिएको छ र? ए होइन साथी, आमाले मलाई विदेश जाने जा भन्नुभएको छ, त्यही कुरामा सोच्दैछु। हेर साथी, मैले भनेको मान्छ भने विदेश नजाऊ। म पनि गएरै आएको हो। साह्रै दुःख हुन्छ साथी विदेशमा। होइन साथी, म जानै पर्छ। आमा बुवाको सपनाको पुरा गर्नु पर्यो। त्यस्तो होइन साथी। होइन साथी, म जाने नै निर्णय गरेँ। म गएपछि मेरो आमा बुवाको ख्याल राख्छु। ल साथी। 3 वर्ष बितिसकेपछि। ओहो साथी, धेरै पछि गए त? ओहो साथी, अनि भर्खर प्रदेशबाट आउँदैछु। अनि साथीहरू कता हो त नि तिमीहरू? चिटिक्क गरेर। ओहो बेनामाथि गाउँ बेसी मेला लागेको रहेछ, त्यतै जान लाग्यो यसो रमाइलो गर्ने भनेर। अनि बेला भर्खर प्रदेशबाट आउँदै हुनुहुँदो रहेछ। के जानुहुन्छ र गाउँ बेसी मेलातिर? नाचगान गरौँला, रमाइलो गरौँला र बेना? ल साथी, जाऊँ मात्र। 3 वर्षपछि आफ्नो देश आएको मलाई साह्रै नाचगान गर्नु मन लाग्छ। जाऊँ न त। ल